यी 5 वटा कानुनी कुराहरू थाहा पाउनुभयो भने तपाईको छिमेकीसँग कहिले पनि झगडा पर्दैन। पहिलो रहेको छ छिमेकीको मन्जुरी बिना उसको घर र कम्पाउन्डमा प्रवेश गर्न पाइँदैन। त्यस्तै गरेर दोस्रो रहेको छ आफ्नो घर र छतबाट चाहिँ छिमेकीको घर एवं जग्गामा चाहिँ पानी खसाल्न पाइँदैन। त्यस्तै गरेर तेस्रो रहेको छ छिमेकीको जग्गासँग जोडेर सेफ्टी ट्याङ्की बनाउने, इनार खन्ने, कुवा खन्ने, त्यस्तै गरेर बोरिङ लगाउने इत्यादि कार्यहरू गर्न पाइँदैन। अनि चौथो रहेको छ आफ्नो जग्गामा जुन उम्रेको बोटबिरुवा हुन्छ त्यस्तो बोटबिरुवाको जरा हाँगाहरूले चाहिँ छिमेकीलाई असर पार्न हुँदैन। त्यस्तै गरेर अन्तिममा जुन पाँचौं रहेको छ, पाँचौंमा चाहिँ आफ्नो घरको यदि झ्याल तपाईँले छिमेकीको जग्गातर्फ छिमेकीतर्फ चाहिँ फर्काएर लगाउँदै हुनुहुन्छ, बनाउँदै हुनुहुन्छ भने मापदण्ड नपुर्याई त्यस्तो झ्यालहरू राख्न पाइँदैन। आई होप आजको यो सानो भिडियोले तपाईँलाई केही भए पनि कानुनी जानकारी भने अवश्य पनि दियो होला। यदि तपाईँलाई यस्तै यस्तै भिडियोहरू हेर्न मन लाग्छ, सुन्न मन लाग्छ भने युट्युबमा नेल्सन एलएलबी सर्च गरेर सब्सक्राइब गर्न र टिकटकमा पनि नेल्सन एलएलबी सर्च गरेर फलो गर्न र फेसबुकमा चाहिँ नेल्सन घलान छ, त्यहाँ तपाईँले फेसबुकमा सर्च गरेर चाहिँ फलो गर्न चाहिँ सक्नुहुनेछ। यस्तै यस्तै भिडियो लिएर आगामी दिनमा पनि उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने यहाँबाट बिदा हुन्छु। हस्त धन्यवाद। जय नेपाल, जय देश अनि जय कानुन।